हेलो गाइस, आज चाहिँ हाम्रो आजको रात चाहिँ जङ्गलमै माछा मार्दै यहाँ तल खोलामा माछा मार्दै आज रातभरि बिहानसम्म बस्ने आज हामी दुईजना साथी र म छौँ। आज चाहिँ रातभरि हामी यो जङ्गल त यहाँ ठुलो छ जङ्गल, तर यो तल खोला छ। त्यो खोलामा आज हामी एक रात बस्ने छौँ माछा। गाइस, हामी नदी पनि आइपुग्यो। यो खोलाको भ्यू यो खोला। आज यो खोलामा हामी रात कटाउने छौँ। आज हामी यहाँनिर माछा बल्छी थाप्ने छौँ। के हुन्छ अब हेर्नु। माछा पनि एउटा परिसक्यो। अहिले चाहिँ पुरा रात अँधेरो भइसक्यो है। अब चाहिँ आज एक रात यहीँनिर बस्ने भन्ने हामी माछा मार्दै बल्छी थापिँदैछ। अलिअलि पारियो माछाहरू, अब अलिअलि पाइँदैछ। पुरा अब रात परिसक्यो। अब अहिले एकछिनमा आउँछ भिडियो। शिवलिङ जस्तो पो रहेछ त्यहाँ गोलो ढुङ्गाको शिवलिङ। अघि आगो सागो बालिँदैछ। अब भात पकाउने। जल गया? अभी तो जलेगा अच्छे से। कच्चुको सब्जी लोकल माछासँग अब भात आज डर जान्छ ना। जंगल में सब्जी भी अच्छा जाएगा अभी खाना। माछा यहाँ चाहिँ भात पाक्दैछ। भात पनि पाक्यो। भात पनि पाक्यो। यो चाहिँ माछाको सेकुवा। माछाको सेकुवा आलु पाक्दैछ। भिडियो भी डालेगा। सब्जी दाल भात मासु माछा। पूरा बिस्तरा जैसा है सब पिटू ना, सोने के लिए आराम है। हवा नहीं घुसता है। हामी चाहिँ बल्ल बिहान भयो। रातभरि यहाँ बस्यौँ। पानी पनि पर्न थाल्यो। यहाँ माछा पनि एउटा फसेछ है मेरो फिसिङ रडमा है। मेरो फिसिङ रडमा बल्ल उज्यालो पनि भयो है। उज्यालो पनि भयो। बिहानको यहाँको नजारा यस्तो छ। पानी पनि पर्यो। ल छाता पनि छैन। अब मोबाइल पनि सबै भिज्ने भयो। बल्ल माछा पनि एउटा ठुलो भनेर यो पारियो है कत्ले। हामी चाहिँ यहाँ पानी परेर बसिरहेको छु। छाता पनि छैन। विद्युत भएर पानी परेर एक रात त पुरै बस्यो। रात चाहिँ पानी परेन। झन्डा बिहान पानी आयो। पानी आएर पनि अहिले यो साइडपट्टि ठुलो पानी आएको छ। त्यहाँ चाहिँ सुरुङ ढुङ्गाको सुरुङमा बसेको छ हामी। साथी चाहिँ उतातिर माछा मार्दैछ। म चाहिँ यहाँ। अब माछा मारिसक्यो। अब घरतिर जानुपर्छ।
आज एक रात भयो निन्दा पुगेको छैन।